कि हजुर र पूजा शर्मा पनि सँगै काम गर्दै हुनुहुन्छ कुनै फिल्ममा भनेर न्युजहरू पनि बनिरहेको थियो जस्तो लाग्थ्यो, के हो खास कुरा त्यो? जोसले हल्ला पहिला त्यसलाई सोध्नु र मलाई कहाँ थाहा हुन्छ होइन मतलब हजुर के सँगै काम गर्दै हुनुहुन्छ? आबाट आमा 2 मै फेरि पूजाजीको एन्ट्री भयो भने अहिलेसम्म तपाईँको लागि कुनै एउटा राम्रो सब्जेक्टै आएन रहेछ त यो वर्षमा? आथन रहेछ त के गर्नु। अनि फेरि हजुरले 2-4 वटा फिल्ममा केमियो रोल चाहिँ गर्नु भएको छ हैन? साथ त कसले दिन्छ र आफैले बनाउनु पर्छ साथ हैन त। साथ आफैले खोज्नुपर्छ। त कति कुराहरू चाहिँ मेहनत मात्र भन्दा पनि कति कुरा लकले पनि फेभर गर्नुपर्छ जस्तो लाग्छ। जति मेहनत गर्दा पनि कति कुरा साथ नदिँदाखेरि त्यो समयमा राम्रो समय नआउन सक्छ जस्तो लाग्छ मलाई चाहिँ। बाट मलाई स्क्रिप्ट के हो भन्ने सोच्नु होइन मतलब हजुरलाई त्यो झट्ट हेर्दाखेरि एज अब हामीले क्यारेक्टर होइन कि एज आकाश श्रेष्ठ मात्रै हेर्दा ओके आज आकस्मिक प्रेस मिट भएको थियो र हामीले देखिहाल्यौँ आकस्मिक प्रेस मिट किन भएको रहेछ भनेर। चन्द्र दाईबाट नै सुरु गर्न चाहे के हो आजको विशेष कुरा? आजको विशेष भनेको आकाश श्रेष्ठ। आकाशलाई हामीले आबाट आमा 2 मा साइन गर्न आज बोलाएको थियौँ र साइन गर्नु पाउँदाखेरि हाम्रो टिम आबाट आमा टिम हामी सबैजना धेरै एक्साइटेड छौँ र आकाशलाई वेलकम टु टिम भन्न चाहन्छु। थ्याङ्क यू। र केही नयाँ कुरा लिएर हामी दसैँमा आकाशसहित आउँदैछौँ। पलजी साइन भइसक्नु भएको छ, बिरमा दिदी अलरेडी साइन हुनुभएको छ, अब आकाशजी आउनु भएको छ। अहिलेलाई यही हो खुसी खबर। आकाशजी तपाईँलाई बधाई छ अनि के भन्न चाहनुहुन्छ? हजुरको सुरुमा त कुरै सुन्न चाहन्न। धेरै समयपछि आज यसरी तपाईँहरूको माझ आएको छु एउटा फिल्मको कुरा लिएर आबाट आमा 2 को लागि। चन्द्र दाईले मलाई यस फिल्ममा एउटा भूमिका क्यारेक्टर मलाई दिनुभएको छ र निकै खुसी छु र नर्भस पनि छु कामको कुरामा। र जसरी आबाट आमा 1 लाई जसरी दर्शकले माया गर्नुभयो अहिले पनि हलमा चलिरहेको छ र यसै गरी त्यसको त्रिबल हुन्छ नि अब 10 टाइम्स बढी माया आबाट आमा 2 लाई दिनु होला भन्न चाहन्छु म। हजुरले हेर्नु भएको थियो आबाट आमा? मैले अनेस्टली भन्नुपर्दा हेरेको छु तर मलाई हेरेर त मैले समयले गर्दा म बाहिर घुमेको भएर हेर्न पाएको छैन, मैले मौका पाएको छैन। हेर्नु भएको छैन तर मलाई स्टोरी सब थाहा छ। ओके कुरा चाहिँ कसरी आयो सुरुमा आबाट आमा 2 मा हैन? अनि त्यसपछि कसरी कुरा आएको थियो, के भन्नुभयो सुरुमा सुन्दा चाहिँ कस्तो लाग्यो हजुरलाई? मलाई केही पनि थाहा थिएन। जस्तै अब मेरो पहिला चन्द्र दाईसँग पहिला नि काम गरेको हुन्छ नि ब्ल्याकमा, तर त्यति धेरै हुन्छ नि जोड्ने मौका चाहिँ पाएनौँ। धेरै वर्षपछि हिजो भेटघाट भएको। जस्तै अब करण सिंह हुनुहुन्छ हाम्रो दाई, यहाँको प्रोडक्सन हेड सबै हेर्नुहुन्छ, उहाँले चाहिँ मलाई हिजो अस्तिदेखि कन्ट्याक्ट गर्नु खोज्नु भएको थियो र पक्कै पनि केही नयाँ कुरा होला, नयाँ प्रोजेक्टको लागि कुरा गर्नु खोज्नु भएको होला भन्ने भयो र अफिसमा बोलाउनु भयो। अफिसमा बोलाउँदाखेरि चन्द्र दाईलाई देखेँ मैले र हेर्दाखेरि अचम्म लाग्यो, कहाँ आएछु जस्तो लाग्थ्यो। अनि ठ्याक्कै पोस्टर हेर्दा आबाट आमाको पोस्टर देखेँ होला कसैको लागि केही कामको लागि बोलाउनु भयो होला, अर्कै प्रोजेक्टको लागि भन्ने। किनकि आबाट आमा प्रोजेक्ट त सकेसम्म हुन्छ नि पलजी मेन ब्रान्ड नै हो यसको र उहाँ आबद्ध भइसक्नु भएको छ। मेरो त्यस्तो केही छैन जस्तो लाग्थ्यो। तर पछि स्क्रिप्ट उहाँले सुनाउनु भयो। स्क्रिप्ट सुन्दाखेरि चाहिँ जुन आबाट आमा जुन थियो अहिले चलिरहेको छ त्योभन्दा धेरै गुणा राम्रो बेटर स्क्रिप्ट सुनाउनु भयो उहाँहरूले। र यो यसमा जसरी क्यारेक्टरमा सबैलाई आफ्नो भूमिका दिनुभएछ, यस्तो क्यारेक्टर काम गर्ने मौका चाहिँ सधैँ हुँदैन, कहिलेकाहीँ मात्रै पाइन्छ र एकदम एक्साइटेड छु। यो काम एकदमै राम्रो हुन्छ जस्तो लाग्छ किनकि पलजीसँग पनि पहिलोपटक सहकार्य गर्ने मौका पाएको छु ठुलो पर्दामा र हेरौँ दर्शकहरूले पक्कै पनि मन पराउँछ जस्तो लाग्छ मलाई चाहिँ। पलजीसँग फिल्ममा भयो के अरे पहिलोपटक भयो नि, अरू बेलामा त हजुरहरूले भेटिसक्नु भएको छ होइन, काम गरिसक्नु भएको छ। फर्स्ट टाइम भेट कस्तो थियो पल शाहसँग तपाईँको पहिलोचोटि? पलजीसँग चाहिँ धेरै वर्ष अगाडि अब सुरुवात सायद मेरो करियर र उहाँको करियरकै सुरुवातको दिनहरूमा नै हामी चिनजान गर्थ्यौँ। सङ्घर्ष जीवन धेरै थियो त्यतिखेर पलजीको हाम्रो होइन। त्यसले गर्दा त्यो बेला भेटघाट र अहिले भेटघाट एकदमै फरक छ किनकि उहाँ एकदम व्यस्त हुनुहुन्छ ठाउँहरूमा, मेला महोत्सव कति सुटिङहरूमा व्यस्त हुनुहुन्छ। त्यसले गर्दा आजकल त्यति भेट्ने मौका हुँदैन। पहिला जस्तो हुन्छ नि, अब पहिला जस्तो फ्री पनि भएन नि त हामी, फरक समय फरक भएको छ र यो फिल्मबाट चाहिँ हाम्रो राम्रो ट्युनिङ र राम्रो
जुन फ्रेन्डसिप थियो दर्शकमाझ हामी पस्किँदैछौँ। आकाशजीको अब हुन्छ नि धेरैजना अडियन्स चाहिँ कम ब्याक चाहिँ एकदमै खतरा सिङ्गल आउला भनेर अडियन्सले कुराउनु भएको थियो कि तर आबाट आमा भन्ने थियो। अब अघि हजुरले भनिसक्नु भयो कि पलजीले छाप छोडिसक्नु भएको छ। अब आबाट आमा 2मा पलजीको जस्तै तपाईँले छाप छोड्न सक्नु हुनुहुन्छ कि हुनुहुन्न र तपाईँको कम ब्याक चाहिँ अडियन्सले एउटा सिङ्गल रूपमा चाहिँ तपाईँले चाहिँ त्यो फिल्मलाई लिएर बोकेर आए हुन्थ्यो भन्ने थियो। किन तपाईँ चाहिँ पलजीकै साथमा कम ब्याक गर्नुभयो? होइन, मलाई जहाँसम्म लाग्छ कलाकारले एउटा फिल्मलाई न्याय भन्दा पनि एउटा स्क्रिप्ट कन्टेन्टले न्याय दिन्छ जस्तो लाग्छ। दर्शकलाई जसरी हामीले काम गरेर देखाउँछौँ त्यो काम भनेको एउटा स्क्रिप्टले बोल्ने हो हामीले भन्दा पनि। त्यसले गर्दा सोलो होस् कि अब धेरैजना होस् कि मल्टिस्टार होस् कि यो कुराले म्याटर गर्दैन फिल्मलाई। अब दर्शकले सकेसम्म कस्तो फिल्म चाहिँ बनाएछ भन्ने कुरामा चाहिँ भर पर्ने हो जस्तो लाग्छ मलाई चाहिँ। र तपाईँले भने जस्तै अब सोलो कमब्याक गर्न पाए हुन्थ्यो भन्ने कुरा हुन्थ्यो होला, तर कतिपयहरूमा स्क्रिप्ट चित्र नबुझ्न सक्छ। अब मैले यत्रो वर्ष ग्याप राख्दै धेरै कुराहरू आए, स्क्रिप्टको कुरा आए, अब कति कुराहरू टिमसँग कुरा नमिल्नेदेखि लिएर अब धेरै कुराहरू नमिल्न सक्छ। र धेरै कुराहरू अहिले रिलिज हुँदा पनि त्यति फिल्म चल्न सकेको थिएन जति मैले मुभीहरू सुनेको थिएँ। र हामीलाई त्यति ज्ञान हुन्छ होला सायद त्यति मुभी कतिको राम्रो हुन्छ भनेर। र आबाट आमा 2ले चाहिँ जुन स्क्रिप्ट छ राम्रो बनेको छ। अहिलेसम्म सुनेको भन्दा फरक क्यारेक्टरदेखि लिएर फरक कथावस्तु बोकेको भएर म चाहिँ एकदमै खुसी छु। र मेरो सौभाग्य कुरा आबाट आमा टिमसँग म जोड्न पाउँदाखेरि धन्यवाद चन्द्र दाइ तपाईँलाई एकदमै। म पक्कै पनि हजुरले जुन मलाई भरोसा गर्नुभएको छ त्यो म भरोसा पुरा गर्नेछु मेहनत गरेर भए पनि। कम ब्याक चाहिँ राम्रै होस् भनेरै आबाट आमा अब अहिले हिट छ जहाँ चाहिँ यो त अब आबाट आमा त दोस्रो कमाइ गर्ने यो वर्षको हिट फिल्म होइन। यसबाट नै कम ब्याक गर्छु मलाई फाइदा पनि हुन्छ भनेर त्यो गर्नुभएको त होइन नि? फाइदा हेर्ने हो भने त धेरै फिल्म चलचित्र गरिसक्थेँ मैले अहिलेसम्म। फाइदाको कुरा हेर्ने हो भने एउटा कलाकारलाई जहिले पनि राम्रो सब्जेक्ट नै वेट गरेर बसेको हुन्छ। अहिलेसम्म तपाईँको लागि कुनै एउटा राम्रो सब्जेक्टै आएन रहेछ त यो वर्षमा? रहेछ त के गर्नु। अनि फेरि हजुरले 2-4वटा फिल्ममा केमियो रोल चाहिँ गर्नुभएको छ होइन? कति कुराहरू चाहिँ सम्बन्धले गर्दा पनि गर्नुपर्ने आवश्यक हुन्छ। जस्तै मेरो अब सलुनसँग काम गरेँ, सलुन मेरो एकदम राम्रो साथी हो। उसले अब उसले भनेपछि मैले नाइ भन्न मिल्दैन किनकि हिजोको दिनमा उसले पनि मलाई सहयोग गरेको थियो र मैले पनि सहयोग गरेको थिएँ। त्यसरी अब बगान मुभीमा मैले केमियो गरेँ। बगान मुभीमा सरोज दाइले अब भन्नुभयो किनकि पहिला पनि उहाँसँग सहकार्य गर्दा उहाँले मलाई सहयोग गर्नुभएको थियो। त्यसरी एउटा कलाकारले अर्को कलाकारलाई सहयोग गर्यो भने यसरी त हाम्रो राम्रो हुन्छ नि त। सधैँभरि चलचित्र क्षेत्रमा राम्रो हुने हो। र त्यसरी सोलो हुन्छ नि अब मेन लिड गरेर काम गर्ने भनेको पक्कै पनि एउटा कलाकार राम्रो स्क्रिप्टको खोजीमा थिएँ म पनि। यो कुराहरू चाहिँ अहिले समय समाप्त भएको छ। अब फाइनली काम गर्दैछु। चन्द्र दाइ केमियो त छैन नि आकाशजीको? होइन, फुल फेस क्यारेक्टर हो। त्यसरी पललाई हामीले नयाँ रूपमा देख्न पाइयो। जसरी पललाई लभर बोय भनेर मान्छेले आजसम्म हेरिरहेको थिएँ। आबाट हामीले नयाँ छवि बनाएको छ पलको। त्यसरी नै आकाशलाई पनि हामीले नयाँ क्यारेक्टरमा ल्याएका छौँ। मान्छेले आजसम्म आकाशलाई जुन रूपमा जस्तो लुकमा जस्तो क्यारेक्टरमा देख्नु भएको थियो त्योभन्दा कम्प्लिटली भिन्न हिसाबमा आकाश यो मुभी आउँदैछन् र फिल्मभरि नै आकाशको थ्रु आउट क्यारेक्टर हो। अब कतै नजरमा चाहिँ कसरी पर्नु भयो आकाश चाहिँ? ए होइन, यस्तो छ हामीलाई आकाश जस्तै एउटा क्यारेक्टर चाहिएको थियो। गुड लुकिङ, राम्रो एक्टिङ गर्न सक्ने मान्छे र नयाँ रोल नयाँ च्यालेन्ज लिन चाहने मान्छे चाहेको थियो। त्यही भएर आकाशलाई हामीले एप्रोच गर्दाखेरि उसले पनि स्क्रिप्ट सुन्दाखेरि हामीभन्दा बढी एक्साइटेड आकाश भयो। दाइ यस्तो राम्रो क्यारेक्टर छ, ल म यो फिल्म गर्छु भनेर। र बिचमा धेरै प्रोजेक्ट आकाशले छोडेको छ, आकाश फिल्म गर्दैन भन्ने हामीले सुनेको थियौँ। र हामीलाई पनि सायद आकाशले अब ऊ अघि सुशल भने जस्तै सिङ्गल कुनै मुभी गर्नु खोजेको छ कि अब सोलो मुभी गर्नु खोजेर हो कि के हो भन्ने प्लान थियो। तर आकाशले होइन दाइ मलाई राम्रो स्क्रिप्ट चाहिएको छ, राम्रो क्यारेक्टर चाहिएको छ, म राम्रो मुभी भए गर्छु भनेपछि एप्रोच गरियो। स्क्रिप्ट सुनाइयो। स्क्रिप्ट सुन्दाखेरि आकाशले दाइ यो क्यारेक्टर मलाई धेरै राम्रो लाग्यो, म काम गर्छु भनेर स्वीकार गर्नुभयो। अनि हामी काम गर्दैछौँ अब। चन्द्रलाई सोधिहाल्नु न त है, विशेष गरी कहाँ छ खै क्षेत्रमा भुनी खै कहाँ छ? म यहाँ छु। चलचित्र क्षेत्रमा अहिले तपाईँले हुन्छ नि 2जना नायकहरूलाई चाहिँ सहयोग गर्दै हुनुहुन्छ भन्छु ल म अहिलेको समयमा। किनभने पल शाहले पनि योभन्दा अगाडि इन्टरभ्यूहरूमा भन्दाखेरि चाहिँ
मलाई कसैले साथ नदिएको बेलामा चन्द्रपन्तले मलाई साथ दियो भनेर भन्नुभएको हो। र आकाश श्रेष्ठको केसमा पनि चलचित्र जगतले हेर्ने हो भने उहाँले पनि कसैको साथ नपाइएको देखिएको हो। तपाईँ चाहिँ कसैले साथ नपाएका कलाकारहरूलाई चाहिँ आफ्नो चलचित्रमा चाहिँ साथ दिइरहनु भएको हो कि त्यो पनि सुनौँ। ए त्यस्तो होइन, यस्तो हो, आकाशसँग पर्सनल्ली मेरो त्यस्तो राम्रो सम्बन्ध पनि हामी धेरै वर्ष भयो हामी नभेटेको पनि। र मलाई मनपर्ने एक्टर, मलाई मनपर्ने पर्सनालिटी हो आकाश। सधैँ हेर्दाखेरि डिसेन्ट मान्छे, बोल्दाखेरि इनोसेन्ट भएर बोल्ने। त्यही भएर अनि हामीलाई आकाश जत्तिकै एउटा क्यारेक्टर चाहिएको थियो। जब हाम्रो करणजीसँग मेरो कुरा हुँदाखेरि मैले आकाशले गर्छ भने यो क्यारेक्टरलाई हामी काम गर्न सक्छौँ, यो कुरा गर्नु आकाशसँग। अनि यो क्यारेक्टर पहिला सानो क्यारेक्टर थियो, अनि आकाशले गर्नुहुन्छ भने अनि अब हामी काम गर्छौँ भनेपछि आकाश दाइ म काम गर्छु भनेपछि अनि यो क्यारेक्टरलाई हामीले बिल्डअप बनाएर अहिले स्ट्रङ एउटा थ्रु आउट क्यारेक्टर हो। जति आकाशलाई हाम्रो साथ चाहिएको छ त्यति हामीलाई पनि आकाशको साथ चाहिएको छ यो फिल्ममा। त्यही भएर हामी एक अर्काको पूरक छौँ यसलाई। आकाशजीलाई पनि सोध्नु न, यत्रो समय गायब हुनुभयो होइन, अलिकति डिप्लोमेटिक नभइकन आन्सर दिनु होला होइन। म्युजिक भिडियोमा तपाईँलाई देखि नै राखिएको हो होइन। चलचित्रको हिसाबले राम्रो बाँधेको चलचित्र नपाएर नगर्नु भएको हो कि होइन, चलचित्र क्षेत्रबाट साँच्चीकै साथ नपाएर नगर्नु भएको? साथ त कसले दिन्छ र आफैले बनाउनु पर्छ साथ होइन त, साथ आफैले खोज्नुपर्छ। त कति कुराहरू चाहिँ मेहनत मात्र भन्दा पनि कति कुरा लकले पनि फेभर गर्नुपर्छ जस्तो लाग्छ। जति मेहनत गर्दा पनि कति कुरा साथ नदिँदाखेरि त्यो समयमा राम्रो समय नहुन सक्छ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूको कलाकारको क्षेत्रमा चाहिँ भन्नै सकिन्न कुन बेला के हुन्छ भन्ने कुरा। अब सकेसम्म आफूलेमा धैर्यता राख्नुपर्छ जस्तो लाग्छ। अब आत्तिनु भएन र धेरै फिल्म आयो भन्दैमा मात्तिर गर्नु पनि हुन्न जस्तो लाग्छ, किनकि क्वान्टिटी भन्दा पनि क्वालिटीमा भर पर्छ जस्तो लाग्छ कि मलाई चाहिँ हरेक कलाकारले। र यो कुरा फलो गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। चलचित्र दानीको टिमसँग पनि तपाईँले चलाएर हामीले सुनेका थियौँ होइन, त्यो चलचित्र के भयो, किन गर्नु भयो त्यो सुनाउँ न। दानमी मुभी हजुर, दानमीको डिरेक्टर रुपेश तामाङसँग पनि तपाईँले चलचित्र साइन गर्नुभएको? त्यही मैले अघि पनि भनिसकेँ, अघि सोध्दै हुन्थ्यो मलाई पनि। मैले अघि भने त्यहाँ थुप्रै चलचित्र कर्मीहरूले मलाई कुरा राख्नुहुन्थ्यो मुभीको लागि। उहाँ मात्र होइन, धेरै हुन्छ नि अब डिरेक्टरहरूले प्रड्युसरहरूले मलाई कुरा राख्नु भएको थियो मुभी गरौँ, भेटघाट गरौँ भनेर। अनि त्यस्तै अब गर्ने हुँदाखेरि कति कुराहरू चाहिँ अब प्रोडक्सन वाइज पनि काम हुँदा कुरा नमिल्न सक्छ। अब कतिपय कुराहरू स्क्रिप्टमा फेरबदल हुनसक्छ काममा जाम भन्दाखेरि। अब यस्तो कुराहरूले चित्त नबुझेर अब सायद नजरेको होला जस्तो लाग्छ मलाई चाहिँ। कतै आफूसँग समकालीन अरू नायकहरूले काम गरिरहँदाखेरि आफू घरमा लाइमलाइटबाट अलिकति टाढा बस्दाखेरि चाहिँ कस्तो अनुभूति हुन्थ्यो? म बिजी नै थिएँ, म आफ्नो व्यवसायमा बिजी नै थिएँ, म फ्री चाहिँ थिएन है साँच्चै। काम चाहिँ म गरिरहेको थिएँ निरन्तर। अब सबै काम नै सानो ठुलो भन्ने हुन्न, जुन काम पनि सकिन्छ गर्नलाई होइन। अब भविष्य नै त्यही हो मेरो त। तपाईँलाई त तपाईँका फ्यान्सहरूले पनि एकदम धेरै माया गर्ने व्यक्तिमा पर्नुहुन्थ्यो होइन। फ्यानहरू डिसपोइन्ट त हुनुभयो होला नि त तपाईँको बर्थडेजहरूमा तपाईँलाई भरिभर सुन्दै दिए? होइन, मैले नै सबै कुराहरूलाई क्यान्सल गर्न लगाएको। मेरो आफ्नो स्वयं मेरो आफ्नो पर्सेप्सनले गर्दा नै मैले उहाँहरूलाई सकेसम्म यस्तो कुराहरू नगर्नु भनेर गरे। पहिला जुन हुन्थ्यो माया गर्नु छ, अझै पनि छ, अझै पनि मलाई मेसेज गर्नुहुन्छ, फोन गर्नुहुन्छ, अझै पनि यसरी भेटघाट गरौँ, यसरी हुन्छ नि सेलिब्रेसन गरौँ भनेर। म आफै भन्छु यसरी हुन्छ नि बरु राम्रो काम प्रोजेक्टलाई सहयोग गर्नु, साथ दिनुहोस्। यसरी हामी भन्दा पनि राम्रो प्रोजेक्ट एउटा सक्सेस मनाउँदाखेरि भेटघाट गरौँ भन्छु म चाहिँ। मैले एउटा क्वेसन सोधेँ है, तपाईँ अब लामो ग्याप पछाडि आउँदै हुनुहुन्छ, बिचमा पनि तपाईँले धेरै फिल्महरू पनि देखिसक्नु भएको छ। हजुर, आमा दुईमा तपाईँ भित्रिँदै गर्दाखेरि र नयाँ अब तपाईँ सँगसँगै नयाँ कलाकारहरू पनि आइसक्नु भएको छ फिल्म इन्डस्ट्रीमा, कतिको चुनौती लागिरहेको छ अब फेस गर्नलाई नेक्स्ट मुभी? अब यो मुभीबाट तपाईँलाई कतिको चाहिँ चुनौती लागिरहेको छ, क्या चुनौतीपूर्ण लागिरहेको छ? आमा दुईबाट चाहिँ आफूलाई प्रुभ गर्छु, अब रेगुलर यो क्षेत्रमा चाहिँ मेरो अड्डा जमाउँछु भन्ने हुन्छ नि त एउटा, त्यो चाहिँ कतिको चुनौतीपूर्ण लागिरहेको छ? अब धेरै कलाकारहरू आइसकेका छन्, नयाँ भित्रिएका पनि छन्। मेरो विचारमा त चुनौती भएको राम्रो हो जस्तो लाग्छ। चुनौती लिएर काम गऱ्यो भने पक्कै पनि रिजल्ट पनि राम्रो आउँछ जस्तो लाग्छ मलाई चाहिँ। र जसरी अरूहरूको ट्यालेन्ट हेरिन्छ, अरू कलाकारहरूले जसरी काम गर्नुहुन्छ त्यो काम हेरेर पनि आफूमा एउटा चुनौती हुन्छ कि योभन्दा बेटर गर्न पाऊँ या उहाँहरूसँग टाइमिङ मिलोस् भनेर काम गर्न पाऊँ भन्ने हुन्छ। त्यसरी नै अब सिकिन्छ धेरै कुराहरू। नयाँ कलाकारको काम गर्ने शैली पनि फरक छ र उहाँहरूले गर्दा उहाँहरूको तरिकाले पनि काम गर्ने मौका सिकिन्छ। र
आगामी दिनहरूमा पनि यसरी मिलेर काम गर्नेछौँ हामी पनि। अब पलजीले अहिले ट्याग पाउनु भएको छ कि रियल सुपरस्टार भनेर आबाट आमाबाट होइन, हजुरलाई चाहिँ त्यस्तो ट्यागको कतिको लोभ लाग्छ कि लाग्दैन? मतलब मलाई आबाट आमा 2मा म पनि अनुबन्धित भइराख्दा मेरो लागि के ट्याग आउने हो भनेर चाहिँ तपाईँलाई लोभ लाग्छ कि लाग्दैन? होइन, पलजीले चाहिँ डिजर्भ गर्नुहुन्छ, किनकि विगतमा धेरै विनाशकालमा नेपालमा जति पनि घटनाहरू घटे त्यस्तो बेलामा उहाँ आफै कोभिडको टाइममा पनि उहाँ आफै अब सिलिन्डर बोकेर हुन्छ कि अक्सिजनको सिलिन्डर बोकेर त्यसरी हिँड्नुभयो र धेरै ठाउँमा सहयोग गर्नुभयो। त्यो कुराहरूले त अभियसली डिजर्भ गर्नुहुन्छ नि उहाँले जुन गर्नुभएको छ दर्शकमाझ। अब हामीलाई त्यस्तो कुराको त्यो हुन्छ भन्ने छैन, दर्शकहरूले जसलाई जसरी दिनुहुन्छ त्यो उहाँहरूले डिजर्भ गर्नुहुन्छ जस्तो लाग्छ। हामी एउटा साधारण व्यक्ति नै हो। समुदायलाई थाहा होला नि त अब फिल्म आउँदाखेरि आकाशजीलाई चाहिँ तपाईँले कस्तो के खालको ट्याग दिँदा सुहाउँछ चन्द्रदाई? अब अहिले म के बोलिनँ, पहिले फिल्म सुटिङ गरौँ, काम गरौँ, काम हेरौँ, सबै गरौँ। अब आकाशलाई अडियन्सले फ्यानले माया गर्नुभएको छ होइन, त्यो बेला पनि आउला कुनै ट्याग दिने या कुनै केही भन्ने टाइम हामीले भन्दा पनि खासमा यो पललाई दिएको ट्याग पनि हामीले पर्सनल दिनुभन्दा पनि हामीलाई आएको कमेन्टहरू, हामीलाई आएको मेसेजहरू, हामीलाई अडियन्सले उहाँको फ्यानहरूले भनेरै हामीले दिएको हो। त्यो पर्सनल्ली हामीले कुनै क्रिएट गरेको होइन होइन। हामीले पनि यस्तै धेरै इन्टरभ्यूमा के दिने होला भनेर सोद्धाखेरि हामी बोलेको थिएनौँ, अडियन्सले भन्नुहुन्थ्यो कि यो ट्याग दिनुहोस्, यो गर्नुहोस्, यस्तो गर्नुहोस् भन्दाखेरि त्यसरी दिएको हो। र त्यो ट्यागलाई मान्छेले एक्सेप्ट गर्नुभयो, त्यसमा कन्ट्रोभर्सी पनि त्यस्तो खासै धेरै भएन जस्तो लाग्छ मलाई। त्यही भएर आकाशको पनि मैले भन्नुभन्दा पनि अडियन्सले, आकाशको फ्यानले या हाम्रो अडियन्सले आफै भन्नुहुन्छ कि कुन ट्याग के दिँदा बेस्ट हुन्छ। कता मलाई त यस्तो हेर्दाखेरि के लाग्यो भने पलजी र आकाशजीलाई दाजुभाइको रूपमा देख्न सकिन्छ कि जस्तो पनि लाग्यो क्या। अब फिल्म हेरौँ न। हजुर, आबाट आमा 2मा पलजीको भाइ बन्ने कि दाइ बन्ने त हजुर? प्रायःले सबैले त्यही सोचिरहनु भएको छ, तर फरक छ स्क्रिप्ट, सबै सोचे भन्दा फरक छ स्क्रिप्ट एकदमै। योपालि हामीले आकाशलाई भिन्न रूपमा ल्याएको छौँ। आकाश जसै मान्छेले हेर्नु भएको छ त्योभन्दा कम्प्लिट नयाँ क्यारेक्टरमा आएको छ आकाश। हामीले चिन्न सक्दैनौँ चिन्छ हजुर। को भिलेन को हिरो अब अहिले भन्दिनँ मैले। अब यो फिल्म खासै भिलेन भएको फिल्म पनि होइन होइन। अब आकाशजीलाई त ह्यान्डसम हङ भनेर चिनिन्छ, बडीहरू छ। अब पलजीले त आबाट आमामा आफ्नो लुक्स चेन्ज गर्नु, 2मा उहाँको लुक्स पनि रिभिल भइसकेको छ, उहाँले कपाल पाल्नु भएको छ, यस्तो गर्नु भएको छ होइन। आकाशजीले चाहिँ के तयारी गर्नुभएको छ? हामीले भन्नुभयो नि स्क्रिप्टमा त पुरै टोटली चेन्ज छ भने तपाईँले लुक्स वाइज चाहिँ के चेन्ज गर्नुहुन्छ? तपाईँको बडी यति राम्रो छ, ह्यान्डसम हङको तपाईँलाई टाइम हुन्छ नि जहिले दुब्लाउनु हुने हो कि अब? म खासै राम्रो मान्छे त होइन, तपाईँहरू हेराइ राम्रो, अब के गर्नु। त्यही भएर आफूलाई चेन्ज गर्नु त पक्कै पनि स्क्रिप्टको भूमिका अनुसार त क्यारेक्टर अब चन्द्रदाइले जसरी मलाई भन्नुहुन्छ यस्तो क्यारेक्टर हो भनेर त्यसमा हामी वर्कआउट गर्छौँ। अझै हामी त्यहाँ पुगेनौँ, अझ त्यो फेज अझै बाँकी छ। किन तपाईँको बडी अझै गेन हुन्छ कि घट के गर्नुहुन्छ? त्यो सरप्राइज छ तिमीहरूलाई गर्न। कति धेरै सरप्राइज आकाशजी, हजुरले चाहिँ यो पोस्टर हेरेर जस्तो आबाट आमा 2को पोस्टर हो नि त पलजीको यो क्यारेक्टरको, यसलाई हेर्दाखेरि चाहिँ हजुरको मनमा आउने कुरा के छ? यो त एउटा सङ्घर्षशील जीवनको कुरामा भइरहेछ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँले यसैबाट मलाई स्क्रिप्ट के हो भन्ने सोच्नु होइन, मतलब हजुरलाई त्यो झट्ट हेर्दाखेरि एज अब हामीले क्यारेक्टर होइन कि एज आकाश श्रेष्ठ मात्रै हेर्दाखेरि कस्तो लाग्छ? मलाई त त्यही यो पलजी बाहेक अब जुन कृष्णको भूमिका छ त्यही देखिरहेको छु मैले त। उहाँले कसरी अब सङ्घर्ष गरेर पीडाहरू भोगिराख्नु भएको छ जीवनमा त्यही देखिरहेको छु र न्याय पनि दिइरहेको छ जुन क्यारेक्टरको लागि। ओके, अब त्यस्तो भयो। अब हामीले जस आकाशजीलाई इन्डस्ट्रीमा अब यहाँ आबाट आमा 2मा आइसकेपछि लगातार देख्न त सक्छौँ नि। फ्यानहरूलाई चाहिँ के छ, फ्यानहरूलाई सन्देश हजुरको? किनभने एकदमै धेरै वेटमा हुनुहुन्थ्यो आकाश श्रेष्ठको फिल्म कहिले आउँछ भनेर, एकदम धेरै माया गर्ने मान्छेहरू हुनुहुन्छ हजुरलाई होइन, के भन्न चाहनुहुन्छ उहाँहरूलाई? म त्यही भन्छु, जति पनि दर्शकहरू हुनुहुन्छ हेरिराख्नु भएको सबैले माया दिनुभएको छ र अब फाइनली अब आबाट आमा 2मा म काम गर्ने एउटा अवसर मिलेको छ र जसरी पहिला साथ दिनुहुन्थ्यो नेपाली चलचित्र क्षेत्रलाई त्यसरी नै अब यसलाई पनि साथ दिनुहोला। भोलिको दिनमा अझै राम्रो राम्रो कामहरूमा जोडिनेछु भन्न चाहन्छु म। ओके, अन्तिममा एउटा सोधिहालेँ, हल्ला आएको थियो कि हजुर र पूजा शर्मा पनि सँगै काम गर्दै हुनुहुन्छ कुनै फिल्ममा भनेर न्युजहरू पनि बनिरहेको थियो जस्तो लाग्थ्यो, के हो खास कुरा त्यो?
जसले हल्ला पहिला त्यसलाई सोध्नु होला, मलाई कहाँ थाहा हुन्छ रे। होइन मतलब हजुर के सँगै काम गर्दै हुनुहुन्छ? अहिले चाहिँ म फुल फोकस नै आबाट आमा दुईमा छु। बाँकी कुराहरू अफवाह हल्ला जेसुकै होस् त सकेसम्म जे कुरा हो त्यसलाई नै सकेसम्म टार्गेट गरौँ भन्छ छु। भनेपछि सबै हल्ला मात्रै हो। अहिले आबाट आबाट आमा टु, आबाट आमा टुमै फेरि पूजाजीको एन्ट्री भयो भने त्यो अरू सरप्राइज हुनसक्छ नि त। ओके ओके, थ्याङ्क यू सो मच। र आकाशी तपाईँलाई गुड लक एन्ड थ्याङ्क यू सो मच। थ्याङ्क यू, धन्यवाद छ हजुर। ओके एभ्रिवान, थ्याङ्क यू सो मच सबैजनालाई। थ्याङ्क यू। बधाई छ आबाट गर्नुहुन्छ। सधैँभरि अस्ति पलजीले एउटा कुरा भन्नुभएको थियो कि हरेक कलाकारको सपना हुन्छ दसैँमा फिल्म आओस्, रिलिज होस् आफ्नो पनि होइन। मेरो पनि सपना थियो पल शाहको फिल्म दसैँमा रिलिज होस् भनेर भन्नुभएको थियो होइन। हजुरलाई चाहिँ त्यो सपना कतिको थियो? जस्तो दसैँमा आकाश श्रेष्ठको नि फिल्म आउँदैछ आबाट आमा 2 भन्दाखेरि यो सपना चाहिँ कतिको थियो? मलाई मात्र होइन सबैलाई त्यो आश हुन्छ जस्तै आफ्नो फिल्म राम्रो बनोस्। मेन कुरा त जहिले आए पनि तर राम्रो एउटा सन्देशमूलक र स्क्रिप्ट राम्रो खालको दर्शकलाई दिन पाऊँ भन्ने हुन्छ। जहिले आए पनि तर राम्रो खालको। अब आबाट आमा पनि त माघमा आएको तर अहिलेसम्म दर्शकले माया गर्नुभएको छ, अहिलेसम्म पनि हलमा पनि लागिरहेछ। लागिरहेको छ। अब बलिउडको फिल्म ठुल्ठुलो आए पनि तर हलले चाहिँ आबाट आमा जुन मुभीलाई साथ दिइराख्नु भएको छ राम्रो कुरा हो। म जसमा लाग्छ नेपाली फिल्म क्षेत्रमा चाहिँ हलहरूले पनि नेपाली फिल्मलाई चाहिँ बढी प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ। बाहिर विदेशी जति आए पनि यसरी नै नेपाली क्षेत्रमा फिल्म क्षेत्रमा विकास हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। दसैँलाई लिएर चाहिँ के छ हजुरको? हजुरको दसैँमा चाहिँ चाहिँ एक्साइटेड छु म। दसैँमा चाहिँ म एक्साइटेड छु। पल्चर र म सँगै काम गर्दैछौँ र योपालि चाहिँ सायद ब्लकबस्टरको नि अलिक माथि लेभलमा आउँछ जस्तो लाग्छ यो मुभी। वाउ ओके, कङ्ग्रेचुलेसन। थ्याङ्क यू।